केही महिना अघिको कुरा हो। म साथीहरूसँग बजार गएको थिएँ। हामी खाजा खान होटेलमा गयौँ। साथीहरू बसेर खाजा खाँदै गर्दा एकजना महिला 2 बच्चा लिएर आइन् र टेबलमा बसिन्। उनको उमेर 29-30 वर्ष जति थियो होला। होटेल साउजीलाई सोधेर खाना छ कि छैन भनिन्। साउजीले छ भनेपछि ती बाबुहरूलाई आधा खाना दिनु भनिन्। ती बच्चाहरूले खाना खाँदै थिए। त्यही बीचमा केही कारणवश हाम्रो कुरा सुरु भयो। म उनीसँग गफ गर्न थालेँ। उनी आफन्तको घरबाट आएकी रहेछन्। नजिकै कोठा लिएर बसेकी रहेछन्। गफ गर्दै जाँदा कुरा मिल्छ कि जस्तो लाग्यो, तर सिधै नम्बर माग्न सकिएन। कसरी नम्बर माग्नु? सबै साथीहरू र होटेलको साउजी पनि त्यही थिए। उनको छोरा मोबाइल लिएर मम्मीबाट खेलाउँदै थियो। त्यही मौकामा म छोरा बसेको नजिकै गएर बसेँ र गफ गर्दै, बाबु मोबाइल देऊ, गेम निकालिदिन्छु अनि खेलाउँला नि भनेर मोबाइल लिएँ। अनि सुरुमा आफ्नो नम्बर डायल गरेँ। आफ्नो काम भएपछि बच्चालाई मोबाइल दिएँ। खानाको पैसा दिएर उनीहरू त्यहाँबाट गए। जाँदा जाँदै ती दिदीले मलाई फर्की हेरेर मस्किँदै गइन्। मनमा लड्डु फुटिहाल्यो। करिब 1 घण्टापछि मैले फोन गरेँ। ती दिदीले फोन उठाइन् र म अघि होटेलमा भेट भएको भाइ हो भन्दै परिचय दिँदै गफ सुरु गरेँ। ओहो, कति बेला नम्बर लिइसक्यौँ है भन्दै हाँसिन्। हजुरलाई राम्रो लाग्यो अनि त्यसैले लिएको नि? रिसाउने भए ठिकै छ नि, फोन राख्छु भनेको। किन रिसाउनु र हजुरले के गर्नुभएको छ र मलाई भनिन्। यसरी कुरा सही दिशामा अगाडि बढ्यो। हल्का कुरा भयो र उनी म बजार आउँदैछु, सामान लिन बिर्सेछु भन्दै थिइन्। ए हो र, बजार आएपछि कल गर्नु, अघि केही खानु भएन होला, भोक लाग्यो होला, नास्ता खाउँला नि है भने। मैले नास्ता खाइसकेँ भाइ भन्दै थिइन्। लल हुन्छ भन्दै फोन राखिन्। केही आशा पलायो, कुरा मिल्छ कि जस्तो लाग्यो अनि मेडिकलमा गएर कन्डम किनेर राखेँ अनि साथीहरूलाई मेरो काम छ भनेर उनीहरूबाट छुट्टिएँ। केही बेरपछि दिदी आफैले फोन गरिन्। म आइसकेँ हजुर, छिटो आउनु, म चाँडै फर्किनु छ भनिन्। झनै आशा पलायो र साँच्ची चिक्न पाइन्छ कि जस्तो लाग्यो। मान्छे पनि सेक्सी टाइपकी थिइन् अनि बुढो घरमा नभएको मौका मारिहाल्नुपर्छ जस्तो लागिरहेको थियो। भेट भयो, नास्ता नि खाइयो। ल म जान्छु, हजुर जानु है भनिन्। किन, हामी जान मिल्दैन र हजुरको कोठामा पाहुना बनेर दिदीभाइलाई लिएर के हुन्छ र भनेको। मेरो कोठामा देवरनाथ पर्ने गाउँबाट आउनु भएको छ, कोठा एउटा मात्र छ, हजुरलाई लिएर कसरी बसाल्नु भनिन्। अर्को दिन जाउँला नि भन्दा उनले मेरो कोठामा गई चिया खाने अफर गरे। पहिले त आनाकानी गर्दै थिइन्, म एक्लै बस्ने अनि म बस्ने घरमा घरवाला पनि नबस्ने कुरो मैले सुनाएपछि उनी पनि जान मानिन्। दिदीको इसारा काफी नै छ। कसले पो मलाई चिक भनेर पुती थाप्छ र? कसरी चिकिने होला भनेर सोचिरहेको मलाई उनी मेरै कोठामा जाने भएपछि सहज भयो। उनलाई बाइकमा राखी मेरो कोठामा पुर्याएँ। चिया बनाएँ अनि खान थाल्यौँ। उनी गफ गर्न खोज्दै थिइन्। यता मेरो लाडो उनको कसिलो टी सर्ट र टाइट पाइन्टले छोपेका स्तन र नितम्बको कल्पनामा रन्केर पाइन्ट नै छेड्ला जस्तो भइसकेको थियो। उनको हात ल्याएर लाडो नजिक राखेको, के हो भाइको समान त गतिलो रहेछ भन्दै च्याप्प समातिन्। मैले उनको टाउको मतिर फर्काएर ओठमा किस गरिदिएँ। उनी पनि के कम मेरो मुखभित्रै जिब्रो हालेर चुस्न थालिन्। साह्रै खप्पिस रहेछन् र मेरो पाइन्टको चेन खोलेर बाहिर निकालेर लाडो खेलाउँदै थिइन्। म भने उनको दुध मसार्दै किस गरिरहेँ। स्वा स्वा आहा ओहो आवाज निकाल्न थालिन्। प्लिज छिटो भन्न थालिन्। ती छामेको पानी भइसकेको रहेछ। कन्डम लगाएर सुरुवाल खोल्न लगाए। कुर्तालाई माथि सारेर बुबु चुस्दै चिक्न सुरु गरे। लास्टै सेक्सी रहेछन् दिदी। गुरुमेनी दिदीको चिल्लो मिलेको गोरो शरीरले म मोहित भएँ। उनको चक्काको त झन् के कुरा गर्नु, हरेक धक्कामा थलथल गर्दै हल्लिन्थ्यो। उनको बाटुलो अनुहार चाटेर र्याल नै र्याल पारिदिए। उनी पनि भोकाएको बाघले शिकारमा झम्टिए झैँ मेरो शरीरमा झन्डिन्थिन्। झन कराउन थालिन्। अलि छिटो चिक भित्रै हालिदुवा। ओहो ओइ काले अलि स्पिड भन्दै थिइन्। मैले पनि सकेको बल लगाएर पेलिरहेँ। उनी पनि आनन्द लिँदै थिइन्। 10 मिनटपछि म थाकेर पल्टिएँ। उनी मेरो लाडो चुस्न थालिन्। चिकामारीको खेलमा उनी निकै विशेषज्ञ रहेछन्। उनको ब्लो जब सहन नसकेर माल उनको मुखमै ओक्लिदिए। उनले घुटुक्क घिनै नमानी निलिन्। उनी पनि थाकेर मेरै छेउमा पल्टिन्। केही बेरको कुराकानीपछि थाहा भयो कि उनको बुढो घर नआएको 2 वर्ष भएको रहेछ। 1 वर्षदेखि चिक्न नपाएर साह्रै गाह्रो भएको थियो। आज बल्ल इच्छा पूरा भयो भन्न थालिन्। उनको बुढोलाई पनि उनले यसरी परपुरुषसँग सम्पर्क राख्दा फरक नपर्ने भन्दै सुनाइन्। उनी लास्टै सेक्सी थिइन्। लाडो चुसेर खेलाएर कडा बनाइहाल्थिन्। कति बेला माथि आफै चढेर चिक्थिन् अनि थाकेपछि मैले विभिन्न पोजिसनमा चिकेँ। त्यस दिन मैले उनलाई 5 पटक विभिन्न तरिकाले चिकेँ। मैले अझैसम्म यस्तो खप्पिस आइमाईलाई चिकेकै थिएन।